हेलो साथीहरू। आज पनि पोखराको पर्यटकीय ठाउँमा आएको छौँ है। भाइरल फुलहरू पोखरा भ्याली यतातिर है। निकै राम्रो ठाउँ रहेछ घुम्नलाई चाहिँ। यहाँ चाहिँ टुरहरू आउने रहेछ है, पिकनिकहरू आउने रहेछ। बस्नको लागि टोयलेटहरू अनि पानीको व्यवस्था पनि राम्रो रहेछ। यो पानी हो, यो पानी माथि जङ्गल रहेछ है। यता यो पारी पारी डाँडा, फेरि यो काउँ डाँडा है, पोखराको काउँ डाँडा। पोखराकै आसपास यो काउँ डाँडा। अनि यतातिर चाहिँ यो चाहिँ पोखरा भ्याली है। यो अलिकति यो पोखरा भ्याली। मणिपाल चाहिँ त्यो चाहिँ मणिपाल है। मधुरो मधुरो देखिया रहेछ, त्यो मणिपाल हो। अनि नदीपुर चाहिँ हो, त्यो पुल देख्नुभयो नि होइन, पुल हो त्यहाँ, पुल त्यो चाहिँ नदीपुर। अनि त्यसपछि माथि बगर, अनि बगरपछि माथि महेन्द्र गुफा, चमेरो गुफा। अनि त्यतातिर है घार्मी खोला, यो पोखरा भ्याली। भाइरल फुलहरू हो। यो मन्दिरको ठ्याक्कै छेउमा रहेछ। एकदम रमाइलो ठाउँ रहेछ, घुम्नलाई आउनुपर्ने ठाउँ रहेछ यो। केराहरू, म चाहिँ पोखरा भ्यालीभन्दा अलि माथि छु, नजिकै छु छन त। यो चाहिँ काउँ डाँडा। यस्तो दामी ठाउँ रहेछ काउँ डाँडा। गाउँ रहेछ, बजार एरिया चाहिँ यही रहेछ। रमाइलो ठाउँ रहेछ है। पर्यटकहरू आउने एकदम चहलपहल एकदम बढी हुने ठाउँ रहेछ यहाँ। पोखरा भ्याली यति नै रहेछ लगभग। पोखरा भ्याली हो, उता परबाटै वरसम्म त देखिने रहेछ, यतासम्म। अब यहाँबाट उता चाहिँ अलि नदेख्ने रहेछ पोखरा भ्याली। यो चाहिँ मन्दिर एरिया है, मन्दिर एरिया हो यो पोखरा भ्याली। राम्रो ठाउँ रहेछ यो। बेलौतीहरू चाहिँ मजाले फुले रहेछ कि, हेर्नु न यत्रो सानो छ रुख, कस्तो मजाले फुलेको के। बेलौतीको बुट्टा है। यो चाहिँ मन्दिर। होमस्टे रहेछ है। होमस्टे पाहुनाहरू आएर बस्नुको लागि होमस्टेको व्यवस्था रहेछ। भाइरल फुलहरू यस्तो मजाले सजिएर फुलेको छ। श्री सिद्धि विनायक गणेश भगवान् महेश्वर अरे, यो चाहिँ प्रसिद्ध मन्दिर रहेछ, पोखराको प्रसिद्ध मन्दिर मध्येको यो पनि एक रहेछ है। ग्रिन फरेस्ट रेस्टुरेन्ट है। यहाँ चाहिँ रेस्टुरेन्टहरू, होमस्टेहरू सबै रहेछ।
श्री जयकोट सामुदायिक वन उद्योग उत्थान स्वागतम पोखरा लेखनाथ महानगरपालिका 11 जिल्ला वन कार्यालय कास्कीबाट अनुदानहरू 7,48,000। जयकोट सामुदायिक क्लबबाट भनेपछि धेरै अनुदानहरू पनि आएको रहेछ है। पुरै जङ्गल एरिया रहेछ यतातिर। के भन्छ यसलाई, लेबास होइन, लेबासहरू एकदम राम्रो रहेछ यहाँनिर लेबासहरू। अनि यो कटुस घारीहरू, यो छेउछेउमा कटुस घारी रहेछ। एकदमै उत्कृष्ट, एकदम राम्रो मन्दिर रहेछ है यहाँनिर। मन्दिर चाहिँ ठुलो मन्दिर रहेछ, राजदरबार जस्तै रहेछ मन्दिर पनि। सुनको गजुर, एकदमै आकर्षक रूपमा रहेको रहेछ यो मन्दिर। पोखरा भ्यालीबाट झन्डै 1 घन्टा, मातेपानी गुम्बा अरे। पोखरा भ्यालीबाट, पोखरा बजारबाट माथि यसको हाइट चाहिँ लगभग हिँड्न सक्ने मान्छेलाई चाहिँ लगभग 1 घन्टा पौने घन्टाको बाटो रहेछ। राम्रो रहेछ ठाउँ, राम्रो रहेछ। माते गुम्बा, गुम्बाहरू रहेछ धेरै। यस्तो राम्रो मजाले सजाएको ठाउँ रहेछ, घुम्नलाई आउनै पर्ने ठाउँ रहेछ यो। अहिले रातो फुल थियो, अहिले चाहिँ सेतो फुल। सेतो फुलले आकर्षित ठाउँ माते गुम्बा पोखराको एकदमै प्रसिद्ध ठाउँ। हामीहरू यति बेला घुमिरहेका छौँ। कटहर मजाले फलेको रहेछ, कटहर पनि है। कटहर पनि एकदम मजाले फलेको रहेछ, ठुलो ठुलो रहेछ। अब चाहिँ फेरि अर्को गुम्बातिर लागिँदैछ। मौसम पनि पानी पर्ला जस्तो भइरहेको छ। गुम्बा एकदमै आकर्षकको रूपमा रहेको पोखरा माटे गुम्बा। सल्लाह यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ रहेछ।
यहाँ चाहिँ माछा फ्राई गरेर खाने होला कि यहाँ त्यस्तो लागेको मलाई माछा फ्राई होला कि यहाँ चाहिँ माछा फ्राई होला ओ त्यो मन्दिर भएको ठाउँ चाहिँ निकै टाढा पर्छ है त्यहाँ पनि जाने होला है त्यहाँ पनि कहिले हुन्छ जाने चाहिँ जाने हो त्यहाँ पनि यो चाहिँ पोखरा भ्याली यहाँदेखि उता परसम्म छ के अरे देखिँदैन कि राम्रोसँग यहाँबाट अलि नदेखिँदो रहेछ के को मूर्ति हो यो निकै मजाको मन्दिर छ मूर्ति छ आकाश मोडारिएको छ पोखराको यति बेला पोखराबाट माथि है झन्डै आधी घन्टा पौने घन्टा यति माथि हाइटमा आयो भने कति राम्रो फुल वाउ ढकमक्क फुलेको फुल अगाडि म्याडम हिँडिरहेछन् है आफ्नै तालमा घुमिरहेछन् पिउने पानी पनि रहेछ त्यहाँ पिउने पानीको व्यवस्था जङ्गल चाहिँ यता साइडमा रहेछ राम्रो रहेछ कुकुर पनि पालिएको रहेछ है यहाँनिर मजाले हेरिरहेछ यहाँको रक्षा गर्नको लागि कुकुर पनि पालिएको रहेछ क्या हो गुम्बाहरू कुकुरको फाइट पनि पर्दो रहेछ यहाँ कुकुरको यहाँ माया भिडन्त परबाट बाबुले सुतेछ नि बाटोबाट यो घाँस चोरेर लिएर गएको होइन क्या अब के पार भैँसीलाई छैन त छक्क बनाउँदै त उता पनि रहेछ कि जान्छौँ कि अहिलेको ठाउँमा हो माथि यही हो क्या होइन कि घाँस धेरै गर्छ नि हो यो माटो पानीको गुम्बा फेद रहेछ है हामी चाहिँ फेदमा आइसक्यौँ अहिले नक्सा चाहिँ यो रहेछ हो कति ठुलो हो केरा बनाना कति ठुलो हो के हो यस्तो अचम्म कति ठुलो हो बनाना के कति ठुलो हो यो स्याउ कति ठुलो हो माटे पानीमा कति ठुलो हो स्याउ
जम्मैको छ त। अहिले केरा पनि देखियो कति ठुलो हो। अनि फेरि स्याउ पनि यति ठुलो छ। अनि पाकेको स्याउ राखेको त होइन। फाइनल्ली हामी दुईटा बाटोको बिचमा आइयो। अब कहाँबाट जाने त है। आउनु त यो कतै हराइ नि त होइन यार, गाह्रो पो छ। शीतला देवी फ्रेस हाउस। फाइनली आजको घुमघाम चाहिँ यति नै। घुम्दा घुम्दा हिँड्दा 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 थाकै लाएर रेस्ट एरियामा आएर पल्टिरहेको। चौतारामा अगाडि चौतारा छ। आजको घुमघाम चाहिँ यति नै साथीहरू। आज धेरै घुम्यो। आज धेरै 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 हिँड्यो। आज माथिसम्म गयो। गाउँ डाँडातिर लगभग गयो त्यतातिर पनि। अनि यो माथे पानी भयो यतातिर सबै ठाउँमा गयो। ल साथीहरू अब आजलाई यति नै। पछि फेरि मैले भ्लगहरू फेरि बनाउने छु। गाडीहरू पनि बन्द छ। गाडीहरू बन्द छन् साथीहरू। प्राइभेट गाडीहरू मात्रै चलेको छन्। त्यही भएर बाटोमा त्यति धेरै गाडीहरू कुदेको देखिँदैन। ठोकै लाएर पल्टिरहेको छु साथीहरू है त। ल आजलाई यति नै गरौँ। पछि फेरि भेटौँला है त।